एभ्रिवान, स्वागत छ तपाईहरुलाई फेरि अर्को मेरो नयाँ भिडियोमा। एक्कासी सरप्राइजिङ भयो के साखु आएको मान्छे एकैचोटि कता नगरकोट डाँडा जाँदै अहिले चाहिँ हामी चाहिँ भित्र जाँदैछौँ है त। पहिलो पहिलो तोरी फुलेको बाटो चाहिँ यस्तो सल्लाहकारी है, कस्तो राम्रो। ओ माई गड, ओ माई लर्ड। हामी चाहिँ अरु यताबाट नि त्यहाँ जान्छ बाटो होला हो। आऊ म समाउँछु। सक्दिन होला म त्यस्तो यताबाट सक्छ यो झोला बरु बोक्दिन ल। हामी चाहिँ दुईजना दिदी बहिनी चाहिँ आज चाहिँ साखु घुम्न सबैजना आएको, तर दुईजना चाहिँ भागेर नगरकोट पनि छिरिसक्यौँ। लड्छ है, छिरिसक्यौँ। तर यस्तो राम्रो रहेछ यो सल्लाहकारी, अनि यस्तो मनमोहक दृश्य कस्तो रमाइलो नहोला हैन त। ठिकै, खासै राम्रो त आउँदैन। तिम्रो दिदी यतिको बाटोमा लड्दैन, चिन्ता नगर। तिमी चाहिँ बाटो हेरेर हिँड। हामी त खाइखेली पक्का भइसक्यो बाख्रा पाठा जसरी, बाख्राको पाठा जसरी बाख्राको पाठा जसरी भिरभिर पनि चढेर हिँडेको हामी लड्दैन। ल भन। सोनाना बाटो हेर्दैन, केटा मात्र हेर्छ। केटा त के हेर्नु, खालि केटी केटी मात्र भेट्छु देख्छु। हाइरेस गर्छ केटी मान्छेले त। के हो? गर्दैन गर्दैन। उहाँले सबैको छुइसकेको छ। बिरालो पुकुलीलाई धरि हेरेस गरेर पुकुली अहिले सोनिया नानाको उयोमा आउनु छोडिसक्यो। सोनिया नानासँग सोनिया नाना देख्नु बित्तिकै भाग्छ आजकल पुकुली, किनभने सोनिया नाना धेरै नै हेरेस गरिसक्यो पुकुलीलाई। को जरा सबर गरो। हो होइन, तर यो कुरा यो जङ्गलको बिचमा चाहिँ कहाँको पुल होला भनेर सोचेको थिएँ त। यही नगरकोटको चाहिँ पुल रहेछ है, एकदमै राम्रो मनमोहक दृश्य। भर्खर सुनेको थाहा पाएको नाम पनि, अनि म चाहिँ चाख्न लागेको। यस्तो भएको छ। यसलाई चाहिँ अब यस्तो पारेर अनि यस्तो मिठो रहेछ। अघि खाएको चाहिँ अमिलो अमिलो थियो, अहिलेको चाहिँ गुलियो छ, अलिक अघिको भन्दा गुलियो छ। अब चाहिँ हाम्रो यो पुलको यात्रा सुरु भइसक्यो। दिनी डराउनु हुँदैछ, डर लागि रेडिमेड हुँदैछ। सबैजना गइरहेछौँ। मनै चिसो चिसो हुँदै आइरहेछ, तर म चाहिँ एक्साइटेड छु यो पुलमा हिँड्नलाई। मलाई पनि देखाउन भनेर अगाडि गइसकेछ होइन। कस्तो लाग्दैछ त? ठिकै लाग्दैछ। डर त लागेको छैन नि? गाउँ गएको जस्तो ब्याग बोकेर। ओ गाउँ गएको जस्तो ब्याग बोकेर एक्साइटेड नै हो नि होइन त। हामी सबैजना खस्दैन, म एकदम बलियो गरी समाउँछु। डराएर फर्किनु भयो उहाँहरू चाहिँ। हामी चाहिँ हिम्मतवाली भएर चाहिँ जाँदैछौँ। हेरौँ भरेसम्म डर लागेर फर्किने हौँ कि हामी पनि। तर यस्तो राम्रो भ्यू देख्दाखेरि त राम्रो लागिरहेछ। खुसी खुसी पनि छु, घरिघरि डर पनि लागिरहेछ। के गर्नु? हिँड्न नि त नि। अनि फोटो खिच्यो त भइसक्यो होइन? भयो। डर लागिरहेछ? डर होइन, फोन झर्छ भने चाहिँ डर लाग्यो। मलाई पनि हो, त्यही कुराको चाहिँ डर लागिरहेछ। वाउ, लगभग हामीले चाहिँ यो पुल तरेर आइसक्यौँ र जङ्गलको बाटो प्रस्थान गर्दैछौँ। यो भिडियो कहिलेसम्म आउँछ होला युट्युबमा? यो भिडियो भरे बेलुकै आउँछ युट्युबमा। हेर्छु म पनि। ओके। पाहाडको भिडियो कतिपछि 1 महिना एडिट गरेर हाल्यो। 1 महिनापछि एडिट पनि गरेको होइन, जोडेको मात्र हो। आजको पनि त्यस्तै हो, जोड्ने मात्र। अबे दिदी नडराउ। तिम्रो दिदी पाहाडमा हिँड्न मान्छेसँग हिँडेर
नडराउ के तान्नु सक्छु कि भन्नु हो तर केही गरी लड्यौ र म थाम्न सकिनँ भने मलाई सबै कुल्चेर झार ल तर हामी कहाँ गएको यो डाँडा कस्तो छ हेर्न मन लागेर हिँडेको यस्तो जङ्गल हाइकिङ हिँडेको फिल पनि भइरहेछ जुत्ता यो चाहिँ भयो क्या मेरो एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ भयो जुत्ता यस्तो गरेर जुत्ता यस्तो जुत्ता लाएर हिँड्नु पर्यो हा यस्तो जुत्ता लाएर हिँड्नु पर्यो बाटोमा चिप्लो चिप्लो बाटोमा हाइकिङ गरेर जुत्ता लाएको हामीले सल्लाको घारी त्यही माथि पनि पात झरेर चिप्लो त्यसै पनि हुन्छ यो त होइन यस्तो छ एक्सपेक्टेसन भर्सेस रियालिटी यो चाहिँ के मैले चाहिँ सो एक्सपेक्ट गरेको चाहिँ यस्तो राम्रो होला कस्तो होला भनेर एक्सपेक्ट गरेको हिउँहरू पनि झर्ला भनेको जङ्गलको बिच पाते पाते झरेको छ पहिला एकचोटि फोटो चाहिँ देखेको थिएँ नगरकोटको बिचको जङ्गलमा यस्तो राम्रो रिसोर्ट बिल्डिङहरू बनेको नि हिउँ झरेको तर यहाँ चाहिँ यहीँ होला भनेको हामी आएको चाहिँ त्यो होइन रहेछ कि तर पनि जस खुसी लाग्यो सल्लाहघारीभित्र हामी दिदीबहिनी दुईजना कस्तो रमाइलो आज तपाईँ त बोयफ्रेन्डसँग आए त झन् रमाइलो बोयफ्रेन्ड छैन अहिले बोयफ्रेन्ड जब हुन्छ एकचोटि चाहिँ यहाँ चाहिँ म जसरी पनि आउने हो लिएर उसलाई चोरी अनि यस्तो राम्रो ठाउँमा बोयफ्रेन्ड चोरी चुप्के के चाहिँ नगर्ने तर घुम्न चाहिँ आउने यस्तो राम्रो ठाउँ है यस्तो राम्रो ठाउँमा चाहिँ अनि कसरी नआउनु त कसरी नल्याउनु त बोयफ्रेन्डलाई त्यही जङ्गलको बिचमा मात्र एउटा यस्तो देख्दा यस्तो ठाउँमा नआउने कुरा हुन्छ त होइन साथीहरू तपाईँहरू पनि कतिपय चाहिँ बोयफ्रेन्ड गर्लफ्रेन्ड आउनु भयो होला यहाँ चाहिँ घुम्नको लागि है म के भन्दैछु मैले भनेको सुन्नु न युट्युबर दिदी अब यहाँ माथि नजाउँ भनेको किनभने झर्नु अप्ठ्यारो हुन्छ हो ऊ त्यहाँसम्म जाम कस्तो छ अनि झर्नु अप्ठ्यारो हुन्छ म समाउँदै बाटो चाहिँ यस्तो रहेछ कि त्यही भएर मेरो बहिनी अस्मिना राई हिँड्न चाहिँ एकदम डराइरहेछ यसरी हिँडिरहेछ निस्किन त निस्किन्छु जसो तसो तर भरै झर्नको लागि मलाई गाह्रो हुन्छ भनेर एकदम डराइरहेछ त्यही नि मैले चाहिँ भनिरहेको छु कि हिँड चिन्ता नगर म पहाडमा हिँड्न एक्सपोर्ट मान्छे छु म सेभ गरेर लिएर आउँछु भनेर चाहिँ आँट दिएर चाहिँ गइरहेछौँ हेरौँ भरै चाहिँ लड्यो भने त उसलाई म रोक्न त सक्दिनँ तर लड्न चाहिँ दिन्न यति चाहिँ ममा पनि कन्फिडेन्स छ ऊ चाहिँ माथि पुगिसकेर म चाहिँ माथि पुगिसकेँ भनेर खुसी भएर हिँडिरहेछ अझै ऊ हिँडेको चाहिँ मैले भिडियो गरिदिरहेको छु हो त्यसरी नै दौडिरहेछौ तर यो जुत्ताको चाहिँ के खुस्किएको डाँडासम्म पुग्ने चाहना थियो तर पनि भएन अब अर्कै ठाउँ जाने भनेर चाहिँ आमाले फोन गर्नुभयो दिदीले अब जाने थाकेर सास पनि भइरहेछ कुकुरले सास फेरे जस्तै बाटो देखाउनु न चिप्लो चाहिँ यो ओह्रालोमा ल कसरी जाने हो भनेर होइन रेडी 1 2 3 4 5 हाम्रो हिँडाइको पोजिसन यस्तो छ ओह्रालोमा अब यो पनि पोजिसन हेर्नु होला हाम्रो कस्तो चिप्लिँदैन मेरो त चिप्लिरहेको सबै हेर्दै चिप्लिँदैन के गर्नु हामी त पाहाडमै हुर्केको भएर हामी त हिँड्न सक्छौँ ऊ चाहिँ पाहाड भन्ने कुरा गएकै छैन प्राय हिँडेको छैन त्यही भएर यस्तो छ अवस्था ओह्रालो हिँड्नलाई अब उकालो त फकाएर ल्याएँ कसरी पुर्याउने भन्ने कुरा पो डर लाग्यो पीडा भयो मलाई कस्तो डर लाग्दो हामी पहाड चढेर पनि झरिसक्यौँ झर्दाको एक्सपिरियन्स भन त कस्तो भयो खतरा के जस्तो भनौँ चिप्ले किन जस्तो हिँडाइगयो कि गदेउला
गदेउलाको जस्तो हिँडाइबाट हामी चाहिँ झरेर आयौँ माथिबाट त्यो भिडियो भएन आएको भए चाहिँ भाइरलै हुन्थ्यो हाम्रो अस्मिना। तर के गर्नु नहिँडेको मान्छेलाई डर हुन्छ नि त, हिँड्न गाह्रो हुन्छ। यति नि हिँडेको यति पनि हिँड्न सकेको हिँडेको, त्यस्तो जुत्ता चिप्लेर झन्डै त्यही त। हामी पो गाउँमै जन्म्यो हुर्क्यो, भिरपाखा गऱ्यो, त्यही भएर हिँड्न सजिलो होइन, नभए त गाह्रो हुँदो रहेछ। अब चाहिँ हामीले पुल छोडेर लाग्यौँ, अर्को ठाउँतिर घुम्न जाने ठाउँ छ भनेर हामीलाई लाँदै हुनुहुन्छ। एक्सपेक्टेसन भर्सेस रियालिटी। हाम्रो अस्मिना दिदी पनि भिडियो बनाउँदै हुनुहुन्छ, अनि यता अघि दिदी चाहिँ नानीहरूसँग जाँदै हुनुहुन्छ। यस्तै छ हाम्रो सल्लाहघारी, यस्तो राम्रो। अनि यो पाखा वनका पाखामा हिँड्दाखेरि म चाहिँ काठमाडौँमा छैन, म चाहिँ मेरो गाउँमै छु जस्तो लाग्दैछ अहिले। घरमा बस्दा बस्दा होमसिक भएको बेला त कहिलेकाहीँ त रमाइलो हुँदो रहेछ है, मजा आयो। बाटो यस्तै छ, जामाचोको यस्तै ध्वजा राखेको छ। शान्ति डाँडा जाँदैछु अब। शान्ति डाँडा पुल छोडेर अब हामी शान्ति डाँडा जाँदैछौँ। आलुको दाम त सस्तै छ, कम्ती न चटपटी खायो, खाजा पनि सबै। अनि अब यति बाँकी रहेछ, याद भयो होइन यहाँ गर्छ भनेर पुचाल्दिएको कि। यता चाहिँ रिसोर्ट रहेछ तर राम्रो देखिएन, पिरो। अब चाहिँ चटपट खाएर चाहिँ यो रिसोर्टतिर चाहिँ निस्क्यो। सी यु एगेन भनेर ब्याकग्राउन्डबाट चाहिँ लेखेर चाहिँ अगाडिबाट चाहिँ बुद्ध खै के भन्ने थियो। मैले राम्रोसँग पढेन तर एकदम राम्रो रहेछ। यो कुरो चाहिँ सायद संसारको जुनसुकै ठाउँमा पनि छ होला, त्यस्तै फिल भइरहेछ अहिले मलाई। जहाँ पनि देख्छु झन् घरमा गयो बेला काम गर्दाखेरि त यति धेरै लाग्छ नि लुगामा। मेरो लुगामा अझै पनि होला, मैले गाउँदेखि पनि काठमाडौँसम्म लिएर आएको थिएँ त्यो कुरो। त्यस्तो चाहिँ यस्तो राम्रो जुन सोच्न मात्र होइन, कल्पना नगरेको थिइनँ होला यस्तो जङ्गल छ भनेर। अनि त्यसमा वारिपारि त्यस्तो रिसोर्ट यस्तो राम्रो भयो। यो कुरो हामीले चाहिँ चङ्खेनमा भन्छौँ। कसैले यसको त केही औषधि केही बन्ने राम्रो कुरा कसैले केही आविष्कार गरेर बनाए हुन्थ्यो नि। म गाउँमा गएर यसैको चाहिँ खेती गर्थेँ के, यसकै खेती गर्थेँ। यति धेरै हुन्छ न यसलाई मल लाउनुपर्छ, न गोड्नुपर्छ, न केही गर्नुपर्छ, तर त्यत्तिकै पनि हुन्छ। म यसकै खेती गरेर धनी बन्थेँ क्या। अहिले यसरी बेरोजगार भएर हिँड्नु पर्दैन थियो होला कि। कसै न कसैले केही बनाए हुने। यो कुरोको चाहिँ एकदम म गाउँ गएर खेती गर्छु, खेती। फोटो खिच्न आउँदैछन्, यस्तो राम्रो धुपी छ। धुपीमा चाहिँ हाम्रो दिने फोटो खिच्नु हुँदैछ, एकदम राम्रो। ललिपप म समाइदिन्छु, दिदी ल्याउनु ललिपप। नानी जस्तो ललिपप। गौतम बुद्धको मूर्ति रहेछ यहाँ, बुद्ध पार्क त्यही भएर भने हो रहेछ। दिनीको ललिपप पनि अब मैले खाएँ। यो बुद्धको मूर्ति तर हेर्दा चाहिँ यति राम्रो छ। मेरो क्यामेरामा चाहिँ किन यस्तो राम्रो नआएको अस्मि? एकदम राम्रो छ यो ठाउँ चाहिँ, राम्रो रहेछ। तर मेरो मोबाइलमा चाहिँ राम्रो आएन, भिडियो नै एकदम राम्रो आएन। अब चाहिँ
नगरकोट पुगेर रहेछ है नगरकोट भन्दै त सल्लाहगारीभरि पुलतिर घुमेर बसिया रहेछ थाहा नहुँदाखेरि यस्तै हो मेरो अनुहार यस्तो भइसक्यो गाइस निन्दा लाग्यो निन्दा लाग्यो जाडो पनि भउन थाल्यो गाडीले पनि फुङ्गने रिगाटा घुमिरहेछ यहाँ यस्तो रहेछ कि यस्तो बजार अब चाहिँ भ्यू टावरतिर हामी प्रस्थान गर्दैछौँ भ्यू टावरदेखि हेरौँ कस्तो भ्यू देखिन्छ होला यो बाटोमा आउँदाखेरि यस्तो राम्रो ठाउँ अनि भ्यूहरू देख्न पाइयो भने उता त झन् कस्तो राम्रो देख्न पाइन्छ होला यस्तो राम्रो नगरकोटको भ्यू देख्ने भनेर आएको तर भ्यू टावर चाहिँ यस्तो रहेछ है भ्यू टावर चाहिँ यस्तो यो चाहिँ एक्सपेक्टेसन भर्सेस रियालिटी नै भयो खासै त मन परेन है गाइजहरु भन गाइजहरु मन परेन मात्रै भयो अघिसम्म त राम्रो लाग्दै थियो तलतिर बाटोको भ्यूहरू त कस्तो राम्रो है अनि उता चढेको देखाइ हामीले चाहिँ चढ्ने चाहिँ भ्यू टावरमा चाहिँ यसरी रहेछ है उता झरेको देखाइ झर्ने यताबाट यसरी चढ्ने अनि यहाँकै चाहिँ भर्याङ चाहिँ चढ्ने चाहिँ भाँचिएको रहेछ तर आज अलि कस्तो दिन भएर भ्यूहरू पनि खासै राम्रो नदेखिएको रहेछ देखिरहेको छैन हाम्रो सबै कुरा सबै तर एक ठाउँ त्यहाँ तल भएको रिसोर्टहरू जुन होटलहरू चाहिँ सबैभन्दा राम्रो रहेछ यहाँको अनि भ्यू टावर त राम्रो छैन नि अस्मी भत्किएको भ्यू टावर मान्छे चढ्ने झर्ने कम चाहिँ जारी छ यस्तो रहेछ यहाँको भ्यू टावर चाहिँ नगरकोटको जाडो भयो त्यही जाडो सँगसँगै चप पनि मिठो भयो जाडो पनि भयो चप पनि मिठो भयो बाई बाई